आज जुन हाम्रो विशेष अधिकार समिति र यो महिला समन्वय समितिका पदाधिकारीज्यूहरू पूर्व मन्त्रीज्यूहरूले माननीयज्यूहरूले आएर जुन यो ध्यान आकर्षण पत्र भनेर बुझाएको छ, यो हाम्रो देशमा यो विगत लामो समयदेखि जति जति हामी विकसित भयौँ अगाडि बढ्यौँ त्यति अन्याय भइरहेको अवस्था छिट्टै यो केही दिनमा मात्रै एलिसा विकको बलात्कारपछि हत्यापछिका दुईटा काण्ड अझ एउटा पूर्व र एउटा भेमदत्तमा भएको चाहिँ यहाँ जानकारी हुन आएको छ, जो उहाँहरूले यसमा यो मन्त्रालयको र यो सरकारलाई एउटा ध्यान आकर्षण पत्र दिनुभएको छ। यसका लागि म आफ्नो तर्फबाट सम्बन्धित निकायलाई यसलाई अगाडि बढाउनका लागि म तयार छु, यसलाई अगाडि बढाउने छु र साथै म उहाँहरूलाई पनि विश्वास दिलाउन चाहन्छु, यो तपाईको साथमा म पनि छु। मैले यहाँबाट चाहिँ सिडिओ मार्फत यसलाई अगाडि बढाउने र यो क्याबिनेटमा पनि यो कुरालाई अगाडि बढाएर छलफलको कुरालाई म अगाडि बढाउने छु। यसमा तपाईले जुन यो मन्त्रालयलाई ध्यान आकर्षण पत्र दिनुभयो, यसमा हामी सरकारले पनि यसमा एकदम सजग छ। यसका लागि हामीले के गर्नुपर्छ हाम्रो तर्फबाट हामी तपाईको साथमा छौँ। यो न्याय दिनका लागि अगाडि बढाउने कुरा म यहाँको स्थानीय प्रशासन प्रहरी प्रशासनलाई म आजैदेखि यो तपाईको यो ध्यान आकर्षण पत्र र म स्वयं पनि उहाँलाई डिआइजी साहबदेखि थुप्रै सिडिओ साहबहरूसँग छलफल गरेर यसको नियन्त्रणका लागि प्रहरी प्रशासन लागोस् र यो अपराधीहरूलाई सजायको भोगी गराओस् भन्ने कुरा म यहाँहरुका माझमा भन्न चाहन्छु। धन्यवाद।